उल्टै पैसा माग्दाखेरि उसको पैसा मागे जस्तो सन्किने कराउने। जति नि अब धर्म कमाउँछु भन्दाखेरि चाहिँ धर्म कमाउने लायकको मान्छेहरू चाहिँ कोही पनि नहुँदो रहेछ क्या। त्यो आन्टी छक्क पऱ्यो, म पनि टुवा परेँ, हेरेको हेरे भएँ क्या। यो कुरा नभनेर यतिकै वास्तै नगरेर यतिकै छोडिदिएको भए हुने कि, तर मलाई भन्न मन लाग्यो क्या, भन्न मन लाग्यो, बोलु बोलु लागिरहेछ क्या। यो कुरा त भन्नै पर्छ होइन। म चाहिँ चाबेलबाट यता आउँदै थिएँ, रुम आउँदै थिएँ होइन, बस चढेर। बिचमा एकजना आन्टी हुनुहुन्थ्यो कि, आन्टीले चाहिँ त्यो गाडीको पैसा उठाउने मान्छेलाई पैसा दिनलाई यस्तरी कोटाएर दिएँ नि त, दिएँ। यस्तो गर्छ क्या, यस्तो रे। अनि त्यसपछि कराउने क्या, आफै भटभटाउने, पैसै नलिने जस्तो गर्ने, नलिने जस्तो गरे हो कि बुझ्नै सकिनँ होइन। त्यो आन्टी छक्क पऱ्यो, म पनि टुवा परेँ, हेरेको हेरे भएँ क्या। त्यो मान्छे के भएको, दिमाग मेन्टल खराब हो कि बाउलाको हो कि त्यो सन्किने रोग लाग्यो हो कि होइन, के हो त्यो मान्छे। म अचम्म लाग्यो होइन, कस्तो चाहिँ मान्छे हो। अब रिस हो भने पनि कोसँगको रिस हो, उसैलाई पो पोख्ने हो त। यस्तो अब प्यासेन्जर भनेको त यस्तै गरिखाने भाँडो भन्छ नि, हो त्यस्तै त हो नि। तिनीहरूलाई त्यहाँबाट पैसा आउँछ, तिनीहरूको पेट पाल्ने, पेट पूजा गर्ने नै त्यही प्यासेन्जरबाट होइन हो नि त। होइन भन्न आउँछ जति हो नि त। अनि भगवान् सरी मान्नु पऱ्यो नि त, अब भगवानै भनिन्छ नि त। अनि तर त्यो मान्छेदेखि चाहिँ मलाई यस्तो पारा ताते। अनि फेरि पनि बोलाउँछ त्यो मान्छे त त्यस्तै बेहोरा है। अनि त्यसपछि उल्टै झरेर त्यो गुनगुन गरेर गाडीलाई ड्याम हाल्छ है। ए प्रभु, त्यो मान्छे देख्दा म अचम्म परेँ। मलाई त त्यहीँ गाडीबाट लात्तले हानेर त्यो पुऱ्याइदिउँ जस्तो लागेको थियो बाटोमा है। अब रिस मात्र हो त्यो, मैले गर्न सक्ने त के होइन, भन्न सक्ने पनि के होइन। म त टुवा परेँ, हेरेँ, बसेँ, चुप लागेर। अनि जस्तै कि 20 रुपियाँ दिनुपर्ने ठाउँमा 100 रुपियाँ दियो होइन, 100 रुपियाँ दियो त्यो मान्छेलाई, फेरि त आउने पैसै नआउने, किन? अनि उल्टै पैसा माग्दाखेरि उसको पैसा मागे जस्तो सन्किने कराउने। मैले चाहिँ 2जनाको त्यस्तो गरेर देखेँ, त्यहाँदेखि यहाँसम्म आउँदाखेरि चाहिँ 2जनाको त्यस्तो गरेर देखेँ। अब कतिको त्यस्तो गऱ्यो होला है बिचरा। मसँग त 20 रुपियाँ कार्ड थियो। अब कार्डको कुरा आयो होइन। अब कोहीहरू जस्तै हामी जस्तै विद्यार्थीहरू हुन्छ नि त, अब कार्ड प्रायःसँग हुन्छ नि त। अनि त्यो कार्ड देखाएर जस्तै कार्ड देखाएर 15 रुपियाँ दिनुपर्ने हुन्छ नि त हामीले। कुनै बेला होइन, अब 5 रुपियाँ माग्न त हामीलाई लाज लाग्छ नि त अलिकति। हामीले त त्यस्तो गर्छौँ नि त। अनि त्यो पैसा 5 रुपियाँ माग्नको लाजले हामी माग्दैनौँ नि त। अनि त्यसपछि कुनै बेला चाहिँ होइन, कुनै बेला चाहिँ हामीसँग अब त्यही 5 रुपियाँ नहुँदाखेरि 20को ठाउँमा 15 दिँदाखेरि पनि तिनीहरूलाई खुसी हुँदैन, तिनीहरू मान्दैन क्या। तर हामीले चाहिँ कहिलेकाहीँ त्यस्तो गर्छौँ, किनभने त्यो हाम्रो कमाइ होइन नि त। कतिजनाको त आफ्नो कमाइ हुँदैन नि त, आफ्नो छ भने त ल ठिकै छ होइन। तर अब मेरो उमा चाहिँ होइन, मैले कमाएको त छैन, त्यो बाउकै पैसा हो। तर म चाहिँ होइन 5 रुपियाँ माग्न म चाहिँ लाज मान्दिनँ। म त मागिहाल्छु कि 5 रुपियाँ पनि, 5 रुपियाँ होस् कि 1 रुपियाँ होस्, मागेरै छोड्ने हो। अनि म चाहिँ के भन्छु भने अबदेखि कार्ड छ भने कार्ड देखाइहाल्ने यस्तरी। अनि अर्को कुरा चाहिँ के भन्छु भने, त्यो अब 20 रुपियाँ दिने ठाउँमा 100 रुपियाँ दिँदा 1000 रुपियाँ तिनीहरूले बढी नै यताउता गर्छ क्या। अनि त्यसको लागि चाहिँ जसरी हुन्छ यताउता जसरी हुन्छ पैसा चाहिँ खुद्रा बनाएर हिँड्ने गर्नु होला, नत्र ठग्ने मान्छे त हे प्रभु कति हुन्छ। बिचरा झन् होइन, त्यो अब गाउँबाट आएको मान्छेहरू अब कति पैसा के थाहा हुँदैन नि त। यो काठमाडौँमा त पानी पर्न लागिरहेछ, एक्कासिन बादल यताउता भइरहेछ, कस्तो खुसी रमाइलो पनि लागिरहेछ, अलिकति फ्रेस पनि भयो। अघि नै दिमाग खराब भएको थियो। यति नै हो। अब अरू त के भन्नु र, भिडियो पनि अति लामो भयो। बाई।